हामी जाँदैछौँ एयरपोर्ट किन थाहा छ केटाकेटी हो यता हिरो जाँदैछ कहाँ जान्छ जाने जापान टोकियोतिर हाम्रो कान्छा भाइ मिलन गुरुङ चाहिँ जाँदैछौँ टक्क जापान गएर घर पैसा कमाउने भन्छ क्यारे कान्छाले कति कमाउँछ होला कान्छा दिनमा ठिक छ हाम्रो कान्छा भाइ आज जापान जाँदैछौँ आफ्नो भविष्यको लागि भन्छ यार खै के हाल्छ केटाले हामी चाहिँ एयरपोर्टतिर जाँदैछौँ मान्छे सानो भने सपना ठुलो पुगेर गएको कान्छाले ढाक्क लगाएर आज के होला जस्तो छ हामी चाहिँ पुर्याउनु जानु लाग्यो नेपालको युवाहरू विदेशीको कारण त्यही हो कि पढाइ तोर्सिने है सरकारले के गर्छ यार गाली गर्नु मन लाग्यो त्यही भएर हामी चाहिँ पुर्याउन जान लागौँ ल अब हामी एयरपोर्टतिर गएर भेटौँला यता युवराज गुरुङ चाहिँ रक्क छ यो पनि पहिला 10 वर्ष कोरिया बसेर आएको अबसम्म पुगेर टेन्सन भएर बस्यो यता टेन्सन छ फेरि अब उता फ्यामिलीको टेन्सन बाह्र गर्लफ्रेन्ड बनाएको कान्छाले त्यो पनि टेन्सन यता रानी पोखरी ल यस्तै छ के गर्ने ल हामी दरबारमा आइपुग्यो राजाको देश बाल्ने सिटी भन्छ सबैले म चाहिँ राजाको देश भन्छु है राजाको देशमा प्रजा देश विदेश जाँदैछौँ भर्खर लाउँ ठाउँ लाउने घरेलु उमेरमा जानु पऱ्यो है कान्छा खुसी लाग्यो कसो लगाएर यसो भन्थ्यौ जे पर्ला नरोइकन खुसी नि राख पक्कै हो ल ठिक छ खुसी खोज्न गएको नि कहाँ दुःख मानेर हुँदै हुँदैन ढाक्क मन बलियो बनाउने बाउआमाले त नभएको बाउआमाको खुसी हेर्ने दाजुभाइ छँदैछ केटा मान्छे हो हारिस खानुहुन्न एकदम मन बलियो बनाएर ढाक्क जापानमा गएर सेल्फी हानेर भिडियो पठाऊ है हामीलाई ढाक्क म त पुगेँ यार पाइको यार भनेर यस्तै हो काठमाडौँमा जान्छ के ल्याउ अब दाइको 27 करोड गाडीमा चढ्दै जाम पो पऱ्यो यार काठमाडौँको जाम त्यस्तै हो ट्याक्सीको यात्रामा यता हो रोइरहेको सेन्टी नहो त यहाँ तिमी पनि पहिला विदेश गएको होइन कस्तो लाग्छ विदेश गएर नेपाल आउन जाँदा जानु त नराम्रो लाग्छ होला नि होइन पैसा कमाउन जानु रमाउनु हुँदैन पैसा रुपो फल्छ ल कान्छा पनि यो हाम्रो कान्छा भाइ फेरि रुखमा चढ्न एकदम फास्ट लाग्यो त्यसले झ्याप टिप्छ रुखमा चढ्यो तर त टिपेर ल्याउनु कान्छ हल्का रमाइलो दाजुभाइ के हेर्नु त यार अब 3-4 वर्ष भेट्न पाइँदैन यही समय परिस्थितिले गर्दा मेरो पनि परिस्थिति थाहा छ फेरि थाइल्यान्डको गाह्रो छ मलाई यस्तै छ लडी बडी खेल्दै देउसी पशुपति एरियातिर आइपुग्यौँ पशुपतिनाथको दर्शन पनि गऱ्यौँ सबै इच्छा पुरा गर्नुहोस् भगवान् गर्ने त होइन त्यही पनि गर्नै पऱ्यो पशुपतिनाथको दर्शन गर्दै हामी एयरपोर्टतिर जाँदैछौँ केही समयपछि एयरपोर्ट गेट पुग्नेछौँ होइन के हो यार कोसँग च्याट गर्दा छ जाने बेलामा टेन्सन पशुपतिनाथ देख्दैन क्या त्यो भिडियोमा गएर देख्छ Don't say like that, okay? Better luck next time. ल हामी चाहिँ अब एयरपोर्ट पुगिरहेछौँ जति नजिक पुग्यो जति मन ढुकढुक हुँदैछ अरे यता ल है नेपाली केटाकेटीहरूको सपना पुरा गर्ने यही हो कतिपय सपनाहरू यहीँबाट पुगिन्छ कतिपय सपना पुरा हुन्छ यही हो के एयरपोर्ट गेटभित्र छिर्दै छ
अब यी सपनाको साथ जाँदैछौँ अझबाट मनबारी बनाउँदै के गर्ने जानै पर्यो च्यात्तर होइन हामी त लोकल हो लोकल ल हामी चाहिँ एयरपोर्टतिर आइपुग्यौँ लोकल पारामा हाम्रो नाच्नु पुरा स्याक्टी छ त यहाँ सेक्टी त आउनु भएको छ अन्तर्राष्ट्रिय विमानस्थल भनेको त्रिपुरा इन्टरनेसनल एयरपोर्टतिर आइपुग्यौँ हामी गाह्रो त हामीलाई के हुँदो रहेछ यार यसरी होइन इन्टरनेसनल हजुर यतै हो मान्छेको हेर्छ मन ढुकढुक ढुकढुक हुँदै हामी जाँदैछौँ मायालुको मुटु चुड्ला चाहिँ गरी भन्ने गीत पो याद आयो मलाई त गान्छ गाडी अब जेसुकै होस् ल हेर यहाँ हजारौँ सपनाहरू सपना हेरे मान्छे कता जाँदैछौँ यतै कति हुन्छ ल एयरपोर्ट पनि आइपुग्यौँ के गर्ने होइन र एयरपोर्टमा हालत खराब ल यहाँ बिजी भएर पासपोर्ट त्यही मात्रै होला अहिले निकाल्ने त अरू के छ अरू के चाहिन्छ मलाई थाहा छैन त्यही राख्न त मेडिकल उयोमा क्रिम होला अरे यहाँ के माग्छ होला यो पनि हेर अहिले आतुरी आधार कति आधा स्याट ठिक त्यो हो त पहाडै एकछिन यहाँ अब अरू आउँछ भने होइन जस्तो होला ल यो ट्रेन लाग्दैन केमी के ल हाम्रो गाउँ छ अब त्यहाँ राम्रो जग्गा जापान जाने लाएर यही छैन मैले लानु धेरै दिन टाइममा आयो ओके ल सानो मन नगर तँ यता यार के हो सेन्टीमा हेर यार आशीर्वाद दिएन यार भाइलाई दिइसक्यो यस्तै हो जिन्दगानीमा टिका लाउनु पर्यो थियो यार हाम्रो कान्छा चाहिँ अब जाँदैछौँ ट्याग लाएर हामी चाहिँ एयरपोर्टमा ल हामी यहीँ एयरपोर्ट आइसक्यौँ के गर्ने यस्तै छौँ ल जिताई गोरेटोमा हाम्रो कान्छा जापान जाँदा पुरा ह्यासिल छ यता हेरेर ल त्यही पुरा यहाँ कस्तो बुझ्दा यहाँ छ नि यो राम्रोसँग जाने चिन्ता नगर यस्तै हो 2-3 वर्षको कुरा त हो नि यार हामी आइहाल्छ नि ट्याक्क मन पोलियो गर्ने जाने ट्याक्क चिप्प लगाएर पैसा कमाउने है राम्रोसँगबाट काम गर घरमा फोन गर
सबजना गर ओके यस्तै हो यार हाम्रो काम सिन त्यही हो रहले होइन बाध्य त्यही हो हाम्रो भाइ बोल्दैछ स्ट्रङ छ त्यही हो मान्छे खिलिँदैन त्यहाँ आज यार ल हामी चाहिँ हाम्रो कान्छा भाइ मिस्टर मिराजुलाई चाहिँ एयरपोर्ट बनाएको एकछिनपछि चाहिँ हामी पनि बिदा हुन्छौँ त्यही हो ल भन्थ्यो यहाँबाट चाहिँ बनाउँदा बुझिन्छ नि सियो पनि होइन मन भारी हुन्छ क्या त्यहाँबाट त्यस्तै हो यता हेर हाँस त कान्छ यता बोल्दै हुने अब टेन्सन नलियो है अहिले एकछिन भेट्छ हामी जय श्रीराम भन्दा एयरपोर्टको महल त्यस्तो छ साह्रो छ एयरपोर्टको सबैजना तिम्रो साथी आएन रे साथीले फोन गर्यो भने के सुदर्शन गाह्रो छ यात्रु ओह्राल्ने मात्र व्यस्त छ केटा अहिले यता पनि विचार बच्चारहेछ ए रातै भयो यहाँ बस यहाँबाट जाने हो त्यहाँ हुन्छ चेकिङ हुन्छ त्यहाँ ल शान्ति बिहान गुरुङ जाँदैछ बाई बाई जान्छ एयरपोर्टको भिडमा जाँदैछौँ यही बस्नको लागि गाह्रो छ हौ बिदाइ गर्न गाह्रो छ पानी खाँदा के चाहिँदै होला
भरतपुर हो एयरपोर्ट मेरो